हाई गाइज वेलकम टु माई ब्लग। रमदानले गर्दा हाम्रो चाहिँ सेल्स चाहिँ कम्ती छ, 0 को बराबरै छ कि। अनि हामी चाहिँ घर जाने तर्खरमा थियौँ। मैले चाहिँ क्लोजिङ स्टार्ट गर्दै थिएँ। बहिनी चाहिँ आएर फेरि मलाई मोमो आउँदैछ मेरो भनेर गुड न्युज सुनायो। काम गर्दा गर्दै कसैको चाहिँ मोमो आयो अरे पार्सलमा। वाउ, मोमो लिनु गएको। आयो यहाँ त होइन त, माथि जानुपर्छ खानु। किचनबाट एकजनालाई राख्छु ल यहाँ। सुरुमा चाहिँ होइन, अनुलाई चाहिँ छुटाएर राखिदिन्छु। ओके, अनि त्यसपछि मात्रै खाने ल। ठिक छ। वाउ, चिकन मोमो। यस, मोमोको लागि यो अनुको लागि छुट्टिँदैछ है पहिला। सुरुमा इम्पोर्टेन्ट, सुरुमा अनु इम्पोर्टेन्ट छ। अरू भनेको मलाई अहिले अनुले कुर्छ फेरि रुममा। यहीँबाट खाँदा हुन्छ ल, यसरी खाँदा हुन्छ। हुन्छ, म उलेर आउँछु, सानो ससुरा आउँछ राख्नु। वाउ गाइस, सी कस्तो छ? मिठो। तिम्रो साथीलाई धेरै 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 धन्यवाद भनिदेऊ है। अब चाहिँ मुक्त टेन्सन मुक्त भएर खाऊ। घरमै बनाएको हो यो। हजुर, 10 मा कति दिन्छौ? ममा चाहिँ म अलिक बढी नै एक्सपिरियन्स छु कि। भेजिटेबल मोमो हो र यो। मासु आइरहेको छ र पनि भेजिटेबल मोमो भन्दैछ। मैले त्यो के गाइस अझै पनि थाहा पाउन सकिनँ। 10 मा चाहिँ यो सेकेन्ड बाइट गरेर ल। म चाहिँ एउटा अचार बिना खाएर कमेन्ट गर्छु ल। 3टा भयो है यो खाएको। जसको लागि आएको त्यसले चाहिँ खानु पनि भ्याएको छैन। होइन ठिक छ। 10 मा 7.2। नदेऊ हौ, यो 7.5 देखि कहिले जाँदैन माथि। 7.2 भनेको त फेरि धेरै ठुलो हो नि। 10 में 10। यसले चाहिँ खानुको लागि होला। 10 मा 10 मा अलिकति काँचो भएछ। के भएछ? अलिकति काँचो भएछ। मेरो बहिनीले चाहिँ रिल्स नहेर सर। अनि यो 9 बजीदेखि पकाएर पनि कसरी काँचो भयो? राम्रै छ त सबै। भयो मलाई। यो चाहिँ अनुलाई लग्देऊ भरे, तिमी पनि खाऊ न। गएला, धन्यवाद।